हेलो साथीहरु, आज चाहिँ हजुरहरुलाई म डार्क सर्कल्सलाई कसरी घरमै ट्रिट गर्ने भनेर म देखाउँछु। मेरो पनि अलिअलि आउन त आएको छ, सो म पनि केयरफुल हुनुपर्छ। सो सँगै ट्रिट गरौँ है डार्क सर्कल्सलाई। सो यसको लागि चाहिँ चाहिन्छ हामीलाई अलिकति कफी, अलिकति यति भए हुन्छ। हजुरहरुले जुनै कफी लिँदा पनि हुन्छ, तर सुगर भएको हुन्छ नि, आजकल कफीमा सुगर एड भइसकेको आउँछ नि, त्यो चाहिँ नहाल्नु। अनि जस्ट कफी पाउडर, अनि हजुरहरुलाई चाहिन्छ फ्रिजमा राखेको चिसो दुध, अलिकति, बेसी हैन, अलिकति दिस यति। त्यहाँदेखि चाहिँ हजुरहरुले यसरी मिक्स गरिदिनु यसलाई मज्जाले। यो चाहिँ मेल्टेड चकलेट जस्तो हुन्छ, किनभने दुध र कफी मिक्स हुँदाखेरि। अनि मज्जाले यसरी मिक्स गर्नुहोस्। सो हामीले चाहिँ यति एक्सपेन्सिभ है आई क्रिम या फेसको प्रोडक्ट युज गर्नुपर्छ भन्ने केही छैन। घरमै कतिवटा कुरा हुन्छ क्या, हामीले घरकै रेमेडिज ट्राई गरेर पनि स्किन कति राम्रो राख्न सक्छ। लाइक हुन्छ कतिवटा कुरा किन्नुपर्छ, लाइक एसपिएफहरू त घरमा त बनिँदैन। सो आई क्रिम भयो, हुन्छ नि, अब कसरी त्यो आई क्रिमहरू त बनाउनु त सकिँदैन, तर एटलिस्ट हुन्छ नि यो डार्क सर्कल्सलाई एटलिस्ट घरमै ट्रिट त गर्नु सकिन्छ नि, त्यसलाई ब्राइटन त गर्नु सक्छ। त्यो कालो छ भने अलिकति लाइट हुँदै जान्छ। सो त्यो भन्नु खोजेको, हजुरहरूले चाहिँ घरमा यसरी ट्राई गर्नु होला हो। अन्त यसरी लगाइदिनुहोस् दुईपट्टि। अनि माथि पनि लगाउनु, किनभने अन्डर आई चाहिँ ब्राइट हुँदै गएर माथि चाहिँ फेरि डार्कै रह्यो भने त राम्रो देख्दैन नि त। सो हजुरहरूले चाहिँ मजाले यसरी माथि र तल नै लगाइदिनु होला हो। अन्त त्यहाँदेखि चाहिँ यसलाई चाहिँ हजुरहरूले एभ्री डे पनि युज गर्न सक्नुहुन्छ। कति छ डार्क सर्कल्स, कोहीको त हुन्छ नि हेरिडिटी हुन्छ, कोहीको त आमा बाबाले गर्दाखेरि पनि छोराछोरीलाई पनि आउँछ। कोही चाहिँ राम्रो नसुतेर बेसी फोन युज गरेर, स्पेसली फोन राति हजुरहरूले फोन युज गर्नु हुन्छ भने चाहिँ यो चाहिँ मजाले सुन्नुहोस् है। राति हजुरहरूले फोन युज गर्नुहुन्छ भने रुम चाहिँ पुरा डार्क गरेर चाहिँ फोन नयुज गर्नु, किनभने त्यो फोनको लाइट चाहिँ फेसको लागि यति हानिकारक छ। सो हजुरहरूले युज गर्नुहुन्छ फोन राति, गर्नुहोस्। कसले गर्दैन, म पनि आम्माम रातभरि कोही बेला त सुत भन्नुन्जेली हुन्छ, तर गर्नुहोस् तपाईँहरूले पनि फोन। तर के गर्नु हो भने चाहिँ सानो भए पनि लाइट हुन्छ नि, सानो भए पनि लाइट चाहिँ राख्नुहोस् रुममा, अन्त मात्रै फोन युज गर्नु होला। टेबल लाइट हुन्छ, टेबल ल्याम्प हुन्छ नि, त्यस्तो चाहिँ जलाएर लाइट अन गरेर चाहिँ हजुरहरूले फोन युज गर्नु होला। किनभने चाहिँ फोनको लाइटले चाहिँ पुरा इफेक्ट हुन्छ। फोनको लाइटले के चाहिँ इफेक्ट हुन्छ, म एक दुईवटा इक्जाम्पल दिन्छु। पिगमेन्टेसन छ भने झन बेसी भइदिन्छ, डार्क सर्कल्स आइदिन्छ। सो मेन त यही प्रब्लम हुन्छ हाम्रो। अनि डल स्किनलाई डल बनाइदिन्छ क्या, नसुतेको जस्तो, सुतेकै छ भने पनि, तर राति अब त्यस्तो हुन्छ नि, राति अन्धेरोमा फोन युज गर्यो भने चाहिँ त्यस्तो हुन्छ है। सो साथीहरू, होप यो हेल्पफुल हुन्छ होला। यसरी लगाएर राखिदिनुहोस्। अनि म चाहिँ यसलाई 10 मिनटसम्म राख्छु। कुम्फु पान्डा जस्तो देख्यो। अनि त्यहाँदेखि के भन्छ, 10 मिनटसम्म राखेर चाहिँ यसलाई चाहिँ म चिसो पानीले धोइदिन्छु, अन्त चाहिँ म देखाउँछु हजुरहरूलाई ल। तर यसलाई यस्तो नसोच्नु कि एकै तालमा मेरो डार्क सर्कल चाहिँ गइहाल्छ, त्यो भनेर चाहिँ दिमागमा राख्नुहोस्। स्किन केयर भनेको चाहिँ अलिकति टाइम लाग्छ। स्किन केयरमा चाहिँ पेसेन्ट भएर हुन्छ नि, प्रोसेसलाई ट्रस्ट चाहिँ गर्नुपर्छ, त्यो चाहिँ याद गर्नु होला सबैजनाले है। सो यो चाहिँ सुकिसकेको छ। अब म यसलाई धोएर आएर हजुरहरूलाई देखाउँछु है। अनि म चाहिँ धोएर आइसकेको छु। म चाहिँ हप्तामा यसलाई एक खेपहरू गर्छु, किनभने टाइम पनि त्यही हो। अन्त तर बेलुका आएर पनि मुख धोएर यसो लगाएर 5-10 मिनट राख्नु त सकिन्छ। स्किन केयरको लागि चाहिँ अल्छी चाहिँ हुनु हुँदैन,
त्यही कुरा हो। फेरि मैले कफीकै स्किन केयर लिएर आएको छु। सो कफी चाहिँ यति साह्रो बेनिफिट छ क्या, कतिवटा बेनिफिट छ कफीको चाहिँ। सो त्यही कारण यो पनि कफीकै भयो। होप साथीहरू यो घरमै पाउने कुरो हो, सबैजनाले अन्डर आईलाई डार्क सर्कललाई ट्रिट गर्नुहुन्छ होला भनेर आशा राख्दै